कहाँ गएछ आज त्यसलाई भेट्नु पनि खै त्यो पनि आउँदैन। यस यस म्याक्स यस यस ए आइज त आइज बस बस तँसँग गफ छ आइज त। के कुरा हो म्याक्स भन्न के कुरा। त्यही त म्याड हामी त सानैको साथी होइन तँलाई थाहा छ होइन पहिल्यैदेखि। थाहा छ म्याक्स भन्न के भयो भने त अचानक आज त कस्तो कस्तो कुरा गर्दैछ त के भयो भन्न सुन्दैछु म। त्यो के हो सानोमा हामीले के हो एउटा अङ्कलको के हो पेनै तानिदिएर त्यहाँनिर कस्तो धुलाइ फिरेको तैँले मैले थाहा छ तँलाई त्यो कुराहरू। अन्त के हो फेरि अलिक ठुलो हुँदै गयो हामी त्यतिखेर क्लास कति पढेर क्लास 4मा कि 5मा के हो बदमास गर्थ्यो नि एउटा बहिनीको तैँले उयो होली भनेर चाहिँ तैँले के दल्दैछ नि कालो न कालो त्यसको नगएर के हो धुलाइ खाएको त्यो थाहा छ तँलाई त्यो दिनहरू। थाहा छ है हो नि त्यो अङ्कलको है कस्तो भएको थियो त्यो बहिनीको के हो अन्त नगएर त्यसको आमा घरमा आएर सेकताप भएको तेरो र मेरो कस्तो सेकताप भयो थाहा छ मलाई। अन्त अरू अरू के भन्न अरू पनि फर्स्ट विन गएको के हो मेला जोनमा राखेको थियो नि ड्यान्जिङ हलमा थाहा छ त्यहाँदेखि के तैँले के हो ब्याङको अङ्कलकोबाट के हो पर्सबाट हल्का 100 रुपियाँ लिएर आएको थिइस् नि त्यतिखेर फेरि ब्याङले भनेर कस्तो सेकताप भयो तँलाई थाहा छ र नि। तँलाई जहिले फस्थ्यो तँ र म त है तँलाई त के गर्दैछ खालि बदमास मात्रै गर्थ्यो थाहा छ त्यो दिनहरू तँलाई। त्यही त है त्यतिखेर कस्तो भएको थियो है म्याक्स मेला लागेको भर्खर पिक्चर होइन अमिर खानको मजा आएको थियो नि। त्यतिखेर चाहिँ के भयो भने त अब त्यतिखेर चाहिँ मैले खासमा ब्याङलाई बाँकी मागेको थिएँ होइन भरे ब्याङले चाहिँ भरे बुढोको लिएर आएको रहेछ के याद अब त्यस्तो हो भनेर त्यसले उठाइदिएको नि त के अब भइहाल्छ नि त्यस्तोहरू सानो अन्त त्यही त याद छ नि मलाई सबै याद छ। तँलाई सबै कुरा थाहा छ नि है त्यही त त्यही त भनेको सबै कुरा थाहा छ साला अस्ति भर्खर दसैँमा किनेको त्यो मेरो जोर्डनको जुत्ता के हो तैँले लगेको दिइहाल्छु 1-2 दिनमा लगाएर भने खै त्यो चाहिँ दिएको अन्त त्यो चाहिँ दिने जस्तो अन्त मेन पेका साला है सबै कुरा त्यति कहिले दिने जस्तो त्यो जुत्ता चाहिँ कति भयो त दसैँ सकेको हेर त अन्त फेब्रुअरी लागिसक्यो दिनुहोस् त्यो जुत्ता। के भन्छु यसले मेरो फोन आउँदैछ म गएको है ल भरे भेट ल म तँलाई भरे फोन गर्छु गएको म्याक्स है।